काँटा के कसम खान्छन् त्यो हामीले लिएर एक दिन त्यो हामीले सम्हाल्न सक्यो भने भए पनि त्यसको फेरि त्यसको लाभ चाहिँ हामीले के पाउन सक्छौँ भन्दाखेरि हामीले बुद्धता पाउन सक्ने बुद्धता भन्ने चाहिँ एउटा गाउँसँग कहाँ एउटा ठाउँमा जानु जस्तो बुद्ध भन्ने चाहिँ हाम्रो आफ्नोमा जुन चाहिँ हाम्रो मन जुन चाहिँ हाम्रो मन छ रिस लोभ आरिसहरू छ नि हाम्रोमा त्यो सबैलाई रिस लोभ आरिस भन्नेहरू ती सबैलाई त्याग्दाखेरि चाहिँ त्यसलाई चाहिँ भन्छ बुद्ध बुझ्नु रिस लोभ आरिसहरू सबै त्याग्दाखेरि त्यहाँदेखि चाहिँ साँचोको सुख परम सुख चाहिँ त्यति बेला प्राप्त हुन सक्छ बुझ्नु भयो हो यस्तो बुद्धता प्राप्त गर्नु साङ्गीतिकको हथ भन्ने कहाँ एउटा पुग्ने हाम्रो आफ्नो मनको माथि नराम्रो मन पेरिसिया मनहरू चाहिँ त्याग्दाखेरि त्यति बेला चाहिँ बुद्धलाई दुःख हुनु अनि हो यस्तो न्युनै बसेको त्यो बुद्धता प्राप्त गर्न सक्ने अनि त्यो लभ हुन्छ अनि बुद्ध अहिलेको बुद्ध हाम्रो गौतम बुद्ध केटामुनि सिद्धार्थको आउने बुद्ध मैत्री बुद्ध चम्पागुम्ब न्युनै एकपल्ट बसेको त्यसको फेरि बादमा चम्पागुम्ब मनुष्यको लोकमा आउँदाखेरि त्यति बेला उहाँको शरणमा हामी जन्म लिएर हामीले बुद्धता प्राप्त हुन सक्छ त्यसले गर्दा न्युनै बसेको चाहिँ धेरै लाभ पाउन सकिन्छ अनि तपाईँ मान्यताहरू न्युनीहरू बस्नु मान्यता यहाँ तपाईँहरू भेटे खुसी लाग्यो कामको फर्किनु भातमा आउँछ नि